सरकार मुर्दाबाद। यो भ्रष्टहरूको अन्तको दिन सुरु भएको छ। तपाईँ माथि त प्रहरीले धक्कल नक्कल गर्यो नि। मन्त्रीको कार्यालय अगाडिबाट नै तोडिकन आइसक्यो। पुलिसले लिएर गएको छ। कहाँ लयो मलाई थाहा भएन। भ्रष्ट सरकार मुर्दाबाद। भ्रष्ट सरकार मुर्दाबाद। देखाइरहेका छ भने दर्शक महानुभावहरू तपाईँले देखिराख्नु भएको छ। ज्ञानेन्द्र साई लिङ्गदेनको भ्रष्टाचारी सरकार मुर्दाबाद। यो भ्रष्टहरूको अन्तको दिन सुरु भएको छ। बल प्रयोग गरिएको छ। यो धकेल भाकल गरिएको छ। दर्शक विनय बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता यहाँ देख्न सक्नुहुन्छ। यो बानेश्वरतर्फ अगाडि बढिरहेको दृश्य देख्न सक्नुहुन्छ। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई प्रहरीले समाउन खोजे। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई यहाँ प्रहरीले रोक्न खोजेपछि यो यहाँ राप्रपाका नेता कार्यकर्ता बिच र प्रहरी बिच झडप भएको छ। राप्रपाका नेता दीपक सिंह बानेश्वरतर्फ यो बिजुतर्फ अगाडि प्रहरीले अब देख्न सक्नुहुन्छ। प्रहरीले यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई पक्राउ गर्ने प्रयास गरिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूबिच झडपको अवस्था बनिरहेको छ। दर्शकबिन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई दीपक सिंहलाई पक्राउ गर्ने तयारी गरेपछि यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रहरीमाथि आइरहेको अवस्था छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंहलाई पक्राउ गर्न प्रहरीहरू अगाडि लहर्दै आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरूले प्रहरीहरूलाई यति बेला रोकेको अवस्था छ। तपाईँले देख्न सक्नुहुन्छ झडपको अवस्था रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंह बानेश्वरमा आएका छन् भने प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। दर्शकबिन यति बेला बन्दमा राख्नु, आज घेरा तोडिनु हो। सिंह दरबारबाट बाहिर निस्किसकेपछि तिम्रो निषेधित क्षेत्रमा तिमीले समातेको सबुत त्यही हो। राजनीतिक लडाइँमा हामीले आज जितेका छौँ। जनताको जित हो। अब हाम्रो उद्देश्यको जितको लागि अगाडि बढ्नेछौँ। हिमाल पहाड तराईका जनता जनार्दनहरू आउनुहोस्। अझ पनि भन्छु, यहाँ आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई भन्छु, सेना प्रहरीसँग हामी लड्न आएका होइनौँ। अब सेना र प्रहरीले यो सरकारलाई रिपोर्ट गर्नुपर्छ। सेनाको चिफले, प्रहरीको चिफले, राष्ट्रिय अनुसन्धानको चिफले अब चाहिँ रिपोर्ट गर्नुपर्छ। त्यहाँदेखि रिपोर्ट दिनुपर्छ सरकारले सत्ता छोड भनेर। अब हामी अगाडि बढ्नेछौँ। अब हाम्रो यो निरन्तर अगाडि बढ्ने छ। अब हाम्रो आजको कार्यक्रम के हुन्छ नि दाजु? अब अगाडि बढ्ने लागेको छ। अगाडि जाने दर्शकबिन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक सिंहलाई प्रहरीले पक्राउ गर्न आएपछि यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरू रुष्ट बनेका छन्। उहाँ प्रहरीले लहर्दै आएपछि यति बेला दीपक सिंह यहाँ शीतलमा बस्दै गरेको अवस्था तपाईँले देख्न सक्छौँ हामीले। प्रहरीले दीपक सिंहलाई धक्कल मक्केलको अवस्था सिर्जना भएको थियो। प्रहरीले दीपक सिंहलाई पक्राउ गर्ने तयारी गरिरहेको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरूले उहाँहरूलाई सुरक्षित तरिकाले यो ल्याएर राखेका छन्। दर्शकबिन
एकचोटि हामी थोरै उहाँसँग कुराकानी गर्छौँ। कसैले पनि प्रहरीमाथि बल प्रयोग नगर्नु होला। उहाँ बोलेको झुक्न नपाउने हो। सिंहदरबारबाट निस्किँदाखेरि अध्यक्ष राजेन्द्र निगदेलज्यू, उपाध्यक्ष बुद्धिमान तामाङज्यू, प्रवक्ता ज्ञानेन्द्र साईज्यूलाई चाहिँ पुलिसले आफ्नो नियन्त्रणमा लिएर लगेको छ। यसबारेमा के भन्नु चाहन्छ? के अब तपाईहरुको आन्दोलन कस्तो हुन्छ? तपाईहरुको शीर्ष नेताहरूले कारबाही गरेको छ, नियन्त्रणमा लिएको छ। होइन, चरणबद्ध तरिकाले यो गणतन्त्रको सरकारले आफ्नो भ्रष्टाचार नेतादेखि लिएर यी पार्टीका अध्यक्षहरूलाई बचाउनको लागि यस्तो कदम गरिरहेको छ। हामी एउटा निषेधित एरियामासम्म पनि पुगेको छैनौँ। त्यही आइकन धरपकड गर्न खोजेको जनताको आवाज जुन राप्रपाले बोलेको छ त्यो दबाउनको लागि हदसम्म यिनीहरू लाग्छ। हिजो पनि 3 कुन्डेमा मान्छेलाई ताकी छातीमा गोली हान्न यिनीहरू र यिनीहरूका भिजिलान्तेहरूले गरेको देशको आवाज राप्रपा जस्तो सुकै भए पनि आवाज जनताको आवाज बोलिने रहन्छ। धन्यवाद। तपाईँ माथि त प्रहरीले धकल मकल गर्यो नि। यो सिंहदरबारबाट आउँदाखेरि त्यही तोडिन्छ। हामीले प्रधानमन्त्री र गृह मन्त्रीको कार्यालय अगाडिबाट नै तोडिकन आइसक्यो। अब हामी यी प्रहरी पनि हाम्रै दाजुभाइ हुन्। उनीहरूलाई चाहिँ दोष दिन चाहँदैनन्। उहाँहरूले त सरकारको आदेश पालन गरेका छन्। उहाँहरूले पनि एक दिन सरकारप्रति नफर्केर जनताकै आवाजमा लाग्छन् भन्ने मलाई पूरा विश्वास छ। अध्यक्षज्यूहरू चाहिँ कता हुनुहुन्छ? कति बेला आउनुहुन्छ? पुलिसले लिएर गएको छ। कहाँ लयो मलाई थाहा भएन। सिंहदरबारबाटै लग्यो हो। सिंहदरबार भित्रबाट ज्ञानेन्द्र साई, अध्यक्ष राजेन्द्र निगदेल, उपाध्यक्ष बुद्धिमान तामाङज्यूलाई लिएर गएका छन्। हाम्रो नेताहरू सिंहदरबारको चाहिँ परिषदमा निश्चित ठाउँमा पुग्नुभयो। आजको हामीले चाहिँ लक्ष्य पूरा गरेका छौँ। नालायक सरकारले अहिले नियन्त्रणमा लिएको छ।